आमा, मबाट केही गल्ती भएर निराश भएर भित्र आउनुभयो त? हजुरको केही गल्ती होइन ज्वाई, यति छिटो जान्छु भन्नुभयो, न रमाइलो लाग्यो। आमा निराश नहुनु, हामी अहिले जानै पर्छ, उता भैँसी हेरिदिने कोही छैन। हो आमा, दुखी नहुनुस्, हामी छिटै आउँछौ। त्यस्तो होइन, यो घरमा म एक्लै छु। छोरी ज्वाइँ आउँदा कति रमाइलो लाग्छ। डुगिनीको बाबाको निधनपछि मेरो छोरी नै मेरो सहारा थिए, त्यो पनि छैन अहिले यो घरमा। हिजो राति आउनुभयो, आज उठ्ने बित्तिकै जाने कुरा गर्दै हुनुहुन्छ, फेरि यो घर शून्य हुने भयो। माफ गर्नुहोला हजुर, जाने बेलामा निराश बनाए। निराश नहुनुस् आमा, बरु हजुर पनि हामीसँगै हिँड्नुस्। हो आमा, हिँड्नुस् जाम, हामीलाई पनि हजुरसँग समय बिताउँदा धेरै रमाइलो लाग्छ। होइन, म घर नै बन्द गरेर त आउनु मिल्दैन। ठिकै छ, अब जाने बेला यस्तो कुरा नगरौँ, 2 मिनेट पर्खिनुहोस् है। आमाले त साह्रै मन दुखाउनु भयो। त्यही त हेर न, आमा यो घर छोड्न पनि मान्नुहुन्न। बाबाको याद बसेको छ, नत्र हामीसँगै बसाल्नु हुन्थ्यो। चोरीको रुखो बोलीमा नरिसाउनु होला, यता आउने जाने गरिराख्नु होला। सधैँ मनले चिताको पुगोस् र सधैँ सुखी मिलोस्। ज्वाइँसँग धेरै मुखमुखै नलगाएस्, धेरै रिसाउने नगरेस्, दुवैजना खुसी साथ बस्नु। ल दिनलाई केही छैन, बिहान थोरै तरकारी टिपेकी थिए। यति दुःख त नगर्नु भयो हुन्थ्यो। उता घरमा पनि तरकारी फालाफाल थियो। लैजा जे भए पनि अब। ल आमा, हामी लाग्यौँ है त। ल आमा, लाग्यौँ हामी। ल ल, राम्ररी जाऊ। आमाले त आज साह्रै मन दुखाउनु भयो, कस्तो नरमाइलो लाग्यो, अलि दिनसँगै बस्न नि नपाइने। मलाई पनि साह्रै दुःख लाग्यो, तँलाई मन छ भने बस के रे। होइन, अब बिदाई लिइसक्यो, घरमा पनि धेरै काम छ। एक्लै हुनुभयो, कसैसँग बोल्न नि छैन। अब हालत नै यस्तो छ, के गर्नु। आमासँग बोल्न भयो नि, सहरमा त्यो मोबिल हो कि के भन्ने पाउँछ रे, त्यो किन्नु पर्छ कि? त्यसो नै गर्नुपर्छ होला, तर पैसाको अभाव छ, के गर्ने होला। त्यो माथिल्लो घरको रुकेसँग ऋण माग्न पर्ला। त्यसै गर्नु पर्ला, 2वटा किन्नु पर्छ। रुकेको मोबिल छ, त्यसलाई कति पर्छ थाहा होला। ओहो, नित्य गौरी होइन? खोइ कता? अगाडि हेर्न, देख्दैन? ओहो नि, यो त यतै आउँदैछ त। अस्तिको घटना यसले बुढीलाई सुनाइ भने। तँसँग बिहे गरेन भने रिसाइज किया हो? तँसँग बिहे गरेर मलाई बौलाउनु थिएन, बुझिस? फटा! बुढा! बुढा! ओए बुढो! हैन, के भयो एक्कासी? त्यत्रो चिच्याउँदा नि सुन्दैनौ त? भूत नै देख्यौ क्या? केही होइन। हे भगवान, कृपया मलाई बचाउनुहोस् आज। होइन, कता हिँडेको बुढाबुढीसँगै? हिँडेको होइन, फर्किँदै हो मेरो माइतबाट, एक रात बसेर आएको। अनि त चाहिँ कता जान हिँडे कि? म त यसो बजारतिर जाउँ भनेर नि। अनि डुगु दाई के भयो? डराए जस्तो गर्नुभएको छ त, नडराउनुस्, केही हुन्न। किन डराउने हो र? छैन डराको। होइन, के भयो तिमीलाई? सातो गए जस्तो गरेछौ त, पसिना पनि निकालेछौ। केही भएको छैन हौ। के हुने रहेछ र? केही होइन डुगुनी, यत्तिकै जिस्केको हुन्न तलाई। तिमीलाई पख मैले जानेकी छु, त चाइके हेरेर बसिछस्। जा न बजार। कुरा के हो तिमी आफ्नै मुखले भन्छौ कि घर बाहिर बस्छौ आजदेखि? त्यस्तो केही होइन हो। अस्ति पानी लिन जाँदा हालखबर सोध्दा रिसाइ थिए, अहिले तँलाई जे पायो त्यही भनिदिन्छ कि भनेर डर लाग्यो नि। तिमी पनि त्यस्तै छौ नि, बिहे भइसकेपछि पनि अरूलाई जिस्क्याउँदै हिँड्ने। गरी पनि त्यत्तिकै रिसाइनन् होला। त्यसै हो के मैले जिस्क्याएको थिएन? ल ल, तिमीलाई जति जे गरे पनि हुन्न। हिँड खुरुखुरो। ल म भित्र पकाउन जान्छु, तिमी भैँसीलाई घाँस र पानी दिँदै गर। हिजो हामी गएदेखि केही खाएको छैन। होइन, मैले धेरै नै घाँस हालिदिएको थिएँ हिजो, भैँसी सुतिराखेको छ, एकछिनमा दिँदा हुँदैन? तिमीलाई केही भन्न हुँदैन है, झ्याप्पै जवाफ दिनुपर्ने। खुरुक्क जाऊ त। भर्खर त्यत्रो हिँडेर थकाइ लागेको छ, त्यही भएर पो भनेको। थकाइ त मलाई पनि लागेछ,
अब के नपकाई बसौँ? त्यहाँ अरू कुकुरनीसँग जिस्किने होइन नि। जिस्केको छैन हो म कसैसँग। ल ल पानी दिएर जान्छु घाँस काट्न। रोटी र तरकारी बनाउनु पर्यो। बुढियाले पनि अति नै गर्छ कहिलेकाहीँ। त्यत्रो बाटो हिँडेर आउनु पाएको छैन, सिधै घाँस काट्न जाऊ पो भन्छे। उफ, कस्तो थकाइ लाग्यो। ल भारी पनि भरियो, जान पर्यो घर। भोक पनि लागेको छ, बुढीले मिठो मिठो पकाइ होला नि। डुगु दाई, होइन ओए फट्याङ्ग्री, मैले तेरो के खाइदिएको छु? किन मेरो पछि लागेकी छस्? मेरो मती बिग्रेको छ र तिम्रो पछि लाग्न। अघि भर्खर बजार जान लागेको भनिस्, अहिले यहाँ के गर्दैछस् त? पैसा ल्याउनै बिर्सी छु, त्यही भएर घर जाँदै हो नि। हेर त आउने बित्तिकै कालो बादल लाग्यो, तैले गर्दा बुढीले मलाई झन्डै मारिन। तिम्रो बेहोरा नै त्यस्तो छ, बल्ल खायौ। आँखामा मोतीबिन्दु लागेछ क्या? यस्तो खुला छ त आकाश? लल्ल तसँग धेरै किचकिच गर्नु छैन मलाई। तसँग बोलेको भन्ने थाहा पाइ भने मार्छे मलाई बुढीले। जाऊ न त जाऊ, कसले बाटो छेकेको छ र? ल हेर त, लापरवाही यस्तो छ। यति साह्रो हावा भएपछि सधैँ बुढीको गाली नखाई कसको खान्छ त? हेर्दा मात्र झिल्के भएर कहाँ हुन्छ र? उफ, लमाए बुढी, खाना पाक्यो कि नाइ? ल खा, अब त पनि धेरै भोकाको छस् होला, टन्न खा।